गुड मर्निङ एभ्रिवान्स। हजुर तपाईँले देख्नु भइसक्यो होला, यो चाहिँ के भन्छन्, यो चाहिँ हाम्रो गाउँतिर लौका टङ्गेको देख्नु भइसक्यो होला तपाईँहरूले। गाउँतिर लौका भन्छन्, तपाईँ गाउँतिर लौका भन्छन्, तपाईँ गाउँतिर के भन्छन् लौका घेरौला घेरौला होला घेरौला देख्न सक्नुहुन्छ तपाईँहरूले। बहुत घेरौला टङ्गिरहेको छन् यता पनि पाकेर यस्तो खान घेरौला। र यो कस्तो घेरौला नि थाहा छैन, राता राता। म चाहिँ घेरौला यसो हेर्न आएको थिएँ, उखातिर टिपेर पकाएर खानेलाई। आज यो घेरौलालाई मैले पकाएर खाने भने पराङमा आएको तपाईँले देख्न सक्नुहुन्छ नि। पकाएर खानेसँगै तपाईँ खानेपछि आउनु होला। यतातिर छन् तन्ने तन्ने छन् रुखीभरि, के गर्ने अलिक खेतामा खाने थुप्पा थुप्पा। त्यस कारणले तपाईँले हेर्दाखेरि यसको लागि बहुत इम्पोर्टेन्ट छ। यो चाहिँ भिटामिन ए हो। यो चाहिँ यसलाई के भन्छन्, यसलाई चिन्ने भएपछि कमेन्ट गर्नु होला तपाईँहरूले। यसको नाम चाहिँ के हो, मैले चाहिँ घेरौला भनेर चिनेको। तपाईँले के भनेर चिन्नुहुन्छ देख्नुहुन्छ। बहुत राम्रो राम्रो घेरौला टङ्गेको छन् यहाँ। तपाईँले चिन्नु भएपछि यस्तो कमेन्टमा भन्नु होला यसलाई के भन्छन्। अब नेपालीमा इङ्ग्लिसमा चाहिँ घेरौला, नेपालीमा चाहिँ के भन्छन् रे, करेला। है स्याबास। गाई चाहिँ देख्नुभयो, देख्नुहोस् गाई चाहिँ यो त पाकेको छ। ए माको बहुत पाकेर पो रहेछ। पाकेर खाने चाहिँ आउनु होला। बहुत मिठो पाकेर रहेछ दुखामा। देख्न सक्नुहुन्छ गाई छु पाके छ यहाँ त झोत्तै झोत्तै फलेर। आउनु होला खान, सम्पर्क गर्नु होला यो खाने चाहिँ। बहुत मिठो छ। घेरौला खाएको त बहुत मिठो। दुःखमा त फल्छ कि फल्छ यसैतिर फल्छ। भाइ फेरि आउनुलाई यस्तो खानु भनेको सकेको छु। यो हल्लाउँदा नि हल्लिन्न कि कुन किन कस्तो खालको घेरौला हो। अझै टिपेर खानु पर्छ। टिपेर खाने चाहिँ आउनु होला भन्छ चाहन्छ हाम्रो गाउँको घेरौला। अस्ति चाहिँ मैले के भन्नु गोलबेला देखाइसकेको थिएँ तपाईँहरूलाई। अब चाहिँ म फेरि घेरौला देखाइदिन्छु कि घेरौला देख्न सक्नुहुन्छ गाइज। ल भिडियो हेर्नु होला लास्टसम्म। यो हाम्रो अर्ग्यानिक घेरौलाको रुख आज सबैजनालाई बिहानको एभ्रिवान्समा फलाएको थियो। के भन्नु रुखभरि पहिला काटेर फालियो, त्यस कारणले फेरि चाहिँ यसमै हुन्छ फल्छ है। अब के गर्नु हुन्छ।